आजको कहानी विवाहित बीचको प्रेम प्रसङ्ग। कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँछ जहाँ मनले चाहे पनि परिस्थितिले साथ दिँदैन। उनीहरू दुवै विवाहित थिए, आफ्नो आफ्नो परिवार, जिम्मेवारी र संसार थियो। तर नजानिदो तरिकाले उनीहरूको भेट भयो। सुरुमा सामान्य चिनजान, पछि कुराकानी अनि बिस्तारै मन जोडिँदै गयो। उनीहरूलाई थाहा थियो यो सम्बन्ध सजिलो छैन। न त यो समाजले स्वीकार्ने थियो, न त उनीहरू आफैले खुलेर बाँच्न सक्थे। तर पनि मन भन्ने नियम मान्दैन। कहिलेकाहीँ एक अर्कासँग केही मिनेट कुरा गर्न पाउँदा पनि दिनभर मुस्कान आउँथ्यो। यो माया सही कि गलत थाहा भयो। उनीहरू दुवैले परिवारलाई चोट पुर्याउन चाहँदैनथे, त्यसैले आफ्नो भावना धेरै जसो मनभित्र थुन्थे। कहिलेकाहीँ उनी भन्थे, हामी सायद भेट्न अलिकति ढिलो भयो है। यदि समयले पहिल्यै भेटेको भए सायद कथा फरक हुन्थ्यो। त्यो प्रेममा भेट कम थियो, तर सम्झना धेरै थियो। हात समात्ने अवसर थिएन, तर मन भन्ने कहिल्यै छुट्टिएन। अन्ततः उनीहरूले बुझ्न थाले, केही प्रेम साथ पाउनका लागि होइन, जीवनभरि सम्झनका लागि जन्मिएका हुन्छन् भनेर। उनीहरू दुवै आफ्नो आफ्नो जीवनमा फर्किए, तर मनको कुनामा त्यो माया सधैँ बाँकी रह्यो। सायद अधुरो, तर साँचो प्रेम।